तपाईँ कर्मचारीहरू मध्ये सबैभन्दा धनाढ्य कर्मचारी हो र नि हो अब मलाई त्यस्तो लाग्दैन धनी भन्नुहुन्छ मान्छेहरूले के भन्नुहुन्छ के कागज हो यो के कागज हो यो मलाई त त्यस्तो लाग्दैन अब मान्छेले माया गरेर भने हो त्यो मलाई त त्यसो म धनी यस्तो उस्तो सबै बराबर तपाईँले अहिले कस्तो अनुभव गरिराख्नु भएको छ गर्मी छ गर्मी भइरहेको अवस्था छ यो तपाईँहरूको यो जुन स्टुडियो छ यसमा चाहिँ अलिकति साउन्ड नआउने एसीहरू राख्नुहोस् म त गर्मी भयो कि यस्तो फेरि भनेपछि गर्मी हुने बित्तिकै तपाईँ पैसाले हम्किन थाल्नुहुन्छ पैसा होइन यो के भ्याल्यु भयो यो यस्तो अब यो पङ्खा राख्दाखेरि ठुलो हुने यो बरु सजिलो हुन्छ फेरि कस्तो भन्दाखेरि मलाई चाहिँ यस्तो घरमा बस्ने बानी पनि छैन क्या बुझ्नु भएन अब यो आफ्नो आफ्नो स्वास्थ्यको कुरा पनि हो खासमा अब म चाहिँ घर जाने बित्तिकै म घरमा छिरेँ भनेर भनिसकेपछि तपाईँलाई म एउटा प्रश्न सोध्न चाहन्छु सोध्नुहोस् के पैसा लिनुहुन्छ पर्दैन होइन पर्दैन भयो तपाईँ होइन पर्दैन भयो राख्नुहोस् न होइन राख्नुहोस् भयो थ्याङ्क यू राख्नु होइन पर्दैन राख्नुहोस् न पैसा राख्नुहोस् त त्यस्तो होइन यो प्रश्न चेन्ज गर्नुहोस् पर्दैन राख्नुहोस् एउटा बजारमा एउटा हल्ला आएको छ कसले चलायो तपाईँको बारेमा कसले चलायो मिडियाले कुन मिडिया त्यो छोडिदिउँ न सबै मिडियाले चलायो नि त्यो मिडिया भन्नुहोस् न होइन त्यो त फोन नम्बर दिनुहोस् होइन पर्दैन कति हो त्यो मिडियाको फोन नम्बर भन्नु होइन त्यो परेन कि चलाएको पत्रकार भन्नु न हामी त्यसको के हो कति दिनदेखि तल पाएको छैन अब सबैमा आएको छ त्यसरी जाउँ न हामी अब मिडियामा आयो सबै मिडियामा आयो अब तपाईँलाई पार्टिकुलर कसले भन्यो त्यो कुरा भन्नुहोस् न अब जसुकैले भने पनि बजारमा आयो हल्ला भन्नुहोस् न तपाईँको सम्पत्ति कति छ कहाँ छ स्वयं तपाईँलाई पनि थाहा छैन अरे हो यो चाहिँ साँचो कुरा हो पत्ता लगाइदिनु पर्यो यति पैसा लिएर होइन पर्दैन कन्फ्युज भइसक्यो म मेरो पत्ता लगाउने काम होइन छोडिदिउँ होइन तपाईँहरू त पत्रकार हो होइन कोटाइ तपाईँलाई कहाँ छ के छ अर्का जिन्दगीमा चाहिँ हेर्ने चासो हुन्छ नि त एउटा कुरा भन्नुहोस् न मैले आएको कुरा मात्रै सोधेँ होइन यहाँ मेरो कुरा सुन्नुहोस् न तपाईँहरूको काम भनेको अर्का जिन्दगीमा के भइरहेछ कसो भइरहेछ खाइरहेछ छैन गइरहेछ छैन के गरिरहेछ कसो गरिरहेछ भनेर बडो चासो गर्ने काम हुन्छ यसो खोजिदिनु लाउनु होइन त्यो त मेरो सम्पत्ति कति छ खोजिदिनु पत्रकारले गर्छ होइन त्यो मैले गर्दिनँ मेरो काम अर्कै हो होइन तर प्रश्न चाहिँ तपाईँले राम्रै गर्नुभयो सोध्नु होइन पर्दैन यो राख्नुहोस् होइन तपाईँ यो व्यवहारबाटै थाहा हुन्छ तपाईँको चाहिँ होइन तपाईँ प्रश्न राम्रो गर्नुभयो तपाईँले होइन त्यो राख्नुहोस् पैसालाई यसरी फेरि पनि ठिक छ फेरि पनि अर्को एउटा सार्वजनिक चासोको विषय छ कुन चाहिँ अस्ति तपाईँले मिडियामा त्यो अख्तियारले तपाईँसँग छलफल गर्न आउँदाखेरि त्यहाँ भनेको थियो भनिदिनु भएको थियो कि मलाई अख्तियारले समाउनु भनेको संसदको भेट गर्नु भनेको मलाई अख्तियारले तपाईँकै भाषामा भन्दै मैले भेट गर्नु भनेको संसदको अवहेलना गर्नु के तपाईँ सभासद हो र क्वेसन चेन्ज गर्नु